No, no, no. कन्डम ल्याएन भनेको हेलो साथीहरु वेलकम अनि नमस्कार है म हो कपिल मगर पक्कै पनि तपाईहरुले माथिको हाइलाइट्स अनि हाम्रो थम्बनेललाई हेरेर थाहा पाइसक्नु भएको छ आजको भिडियो के कस्तो बनेको छ भनेर पक्कै पनि यति बेला चाहिँ धेरै लामो समयपछि हाम्रो ट्याटु वाली माया डाङ्गीसँगको भिडियो लिएर आइसकेको छु स्पेशली तपाईहरु चाहिँ हाम्रो च्यानलमा नयाँ जोडिनु भएको छ भने च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला आज छ नि तपाईको विशेष गरी सबैले चाहिँ माया डाङ्गी ट्याटु वालीले चाहिँ नि त्यहाँ स्पाको नाममा अलिकति के यस्तो यस्तो गर्छ है भन्ने जति पनि मान्छेहरुलाई एउटा शंका आशंकाको कुरा छ आज त्यही तलतलाई मेटाउनका लागि मैले यो भिडियो बनाउँदै छु स्पेशली माया डाङ्गी बहिनीको हातबाट आज स्पा मसाज गराउने र त्यसपछि चाहिँ के हुन्छ त भनेर चाहिँ मैले अलिकति रिक्वेस्ट गर्ने प्रयास गरिराखेको छु त्यसकारणले गर्दाखेरि आज के हुन्छ यो भिडियोबाट छर्लङ्ग थाहा हुनेछ भिडियोलाई चाहिँ पुरा हेर्नुस् अनि मैले अघि पनि भनिसके यदि सब्स्क्राइब गर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनुस् मन पर्छ भने भिडियोलाई शेयर पनि गर्नुस् कमेन्ट पनि गर्नुस् है त अनि सुन्नुस् त एउटा विशेष मैले तपाईलाई यदि तपाईहरु पनि हाम्रो माया डाङ्गी मसाज गर्न चाहनुहुन्छ तपाईहरुका खुम्चिएका मसाजहरुलाई यसरी बनाउन चाहनुहुन्छ एकदमै अर्गानिक तेलबाट चाहिँ मसाज गर्न चाहनुहुन्छ भने हाम्रो माया बहिनीको नम्बरलाई चाहिँ हामीले यही भिडियोको डिस्क्रिप्सनमा राखेका छौं तपाईहरु गएर त्यहाँ डिस्क्रिप्सनमा गएर माया डाङ्गी लेखिएको नम्बरमा कल गरेर तपाईहरु आउन सक्नुहुनेछ डाइरेक्ट कल गर्नु है त कतिले अब यहाँ बस्दै गर्नु तल बिजी रहेछ सबै बिजी छ त्यही भएर यहाँ बस्दै गर्नु म आउँछु है त एकछिन सानोले है डेकोरेसन नयाँ गरे हाले के यो नयाँ नयाँ नै छ त चेन्ज गर्दै गरे भए हुन्थ्यो नि त दाइ नि कहाँ चेन्ज गर्दै गरे भए हुन्थ्यो के चेन्ज गर्ने लुगा लुगा चेन्ज गर्नु खोल्नु पर्ने हो लुगा खोलेर चेन्ज गर्दै गर्नुभएको हुन्थ्यो तल सबै बिजी छ बहिनीहरू पनि सबै प्याक छ अनि अब मैले गरिदिन्थेँ होला नि मसाज गर्ने भने नि त कहाँबाट आज दाइले मसाज गर्ने मन चल्यो राम्रो राम्रो नानीहरूबाट गरौँ के भन्ने हो क्या है त्यसो भएपछि तपाईँ चाहिँ यो लाउँदै गर्नु होला कि यो चाहिँ थाहा छ नि फेरि कहाँ लाउने भनेर लाउनु है म तल अब त्यो मसाज गर्नु चाहिने सामानहरू लिएर आउँछु तपाईँ चेन्ज गर्दै गर्नु होला है त त्यतै उ त्यहाँ राख्नु न है ल चेन्ज गर्दै गर्नु अनि चेन्ज गरिसक्नु त होइन गर्दै हुन्छ यो टावल बेर्नु परेन भने यसरी बेर्ने नि त त्यो कटु लगाएर खै त कटु खै खट्ने कटु त यो हो कटु ए मसाज गर्ने सामानहरू पनि लिएर आइसकेँ मैले तपाईँ भने खालि हेर्दै त्यहाँ कुन चाहिँ गर्न लाग्यो कुन चाहिँ गर्न लाग्यो के उसले के यो कहाँ यो होइन नि यसरी लाउने हेर्दै पानी फुगालेर लाउनु पानी फुगालेर त तिम्रो अगाडि कसरी लाउनु हो मैले म बाहिर जान्छु नि त म बाहिर जान्छु यो तपाईँ लगाउँदै गर्नु म अर्को टावल पनि ल्याउँछु के गर्ने मसाज गर्ने बेला यो कटु त लाउनै पर्छ हेर्दै त्यही त लाउनु त लाउने अनि यहाँ तिम्रो अगाडि त होइन म जान्छु के ल म जान्छु रेडी हुँदै गर्नु बहिनी भयो आऊ भयो अनि खै त अनि कटु लगाइसकेँ यो त तेल चाहिँ कहाँ लाउनु हो नै मैले त भित्र लगाइसकेँ त्यो कटु त भित्र लाउने भने होइन लगाइसकेँ त मैले भित्र कहाँ यो भित्र लानु चाहिँ अब त हाउ कुरा गर्नु अनि कहाँ त्यो पानी फुगालेर चाहिँ त्यो कटु लाउने अनि यो टावल मैले अघि के को लागि दिएको थिएँ
त्यो बेर्नको लागि। त्यही त मैले भनेको त त्यसलाई यो खोलेर फेरि भित्र नै लगाएको छु क्या मैले त्यो कट्टु। अब के मजाक नगर्नु न दाइ यार, तपाईँ ल्याउने नगर्नु न, मान्छे तपाईँ कस्टमर सबै प्याक छ यार, यहाँ बहिनीहरू गर्नुपर्ने चाहिँ के थियो भन्नु नि त। लुगा चेन्ज गरेर अनि त्यो कट्टु लाएर टावल फेरेर यहाँ सुत्नु पऱ्यो नि त, अनि पो मसाज गर्ने हो मैले। यो लुगा खोलेर त्यो मोजा नै गर्नुपर्छ भाइ। मोजा खोल्नु न। गनाउँछ कि यार। कहाँबाट यो दाइ लाएर मसाज गर्ने जोस जहाँबाट आएछ के साँच्चै के बिरामी भएर आउनुभयो कि के हो दाइ? के नसाहरू चाहिँ अलिकति खुन्चिङ खान्चिङ परेको छ, अलिक नसाहरू खुलाउनु पऱ्यो नि। अनि लुगा त चेन्ज गर्नु पर्यो नि हेर दाइ यार, के साह्रो। त्यो त लुगा चेन्ज त गर्ने कसरी गर्ने, यो पुरै खोल्ने हो। मैले खोलेर देखाउनु नमिल्ने गाह्रो छ। त्यो त यो खोल्ने हो भने त्यो लुगा सबै फुकाल्ने अनि भित्रबाट अघि मैले दिएको थियो तपाईँलाई कट्टु एउटा, त्यो कट्टु लाउने अनि टावल पेरेर घोटो परेर सुत्ने हो क्या दाइ। कस्तो नानी भन्छ भित्र कट्टु हुन्छ त, भित्र कट्टु हुन्छ त। त्यो कट्टुसँग मात्र यस्तो हुन्छ क्या, म नानीसँग भन्दा नि बरु अर्को बहिनी छैन, अर्को बहिनीसँग गर्दा अरू बहिनीहरू सबै बिजी छ, बिजी छ। अलि अप्ठ्यारो लाग्यो कि तिमीसँग। हे दाइ पनि यार मसाज गर्ने के को अप्ठ्यारो? होइन अब मसाज भन्दा नि सामान चाहिँ के ल्यायो? सामान अघि मैले तपाईँलाई दिएको कट्टु थियो, अनि यहाँ त्यो ओइल ल्याएको छु, अनि टावल ल्याएको छु। ओइल चाहिँ कुन ओइल हो? ओइल चाहिँ यो अघि तपाईँले भन्नुभएको थियो नि, तल मेनु हेर्दाखेरि जाइफल ओइल ल्याएर आएको। जाडो दिनमा राम्रो हुन्छ नि त जाइफलको ओइलले, अनि तातो हुन्छ अनि राम्रो हुन्छ, जिउहरू दुखेको पनि एकदमै राम्रो हुन्छ। जिउहरू दुखेको एकदम राम्रो गर्छ नि दाइ। तर यस्तो भयो क्या, यो उज्यालो छ यस्तो कोठामा, अनि कसरी चाहिँ कट्टुसँग मात्रै बस्नु भन्ने क्या। ट्याक्टर दाइ नजिस्किनु न, अनि के दिउँसै रात पर्नु पार्नु त मैले तपाईँको लागि, रातिमा गरे पनि दिउँसम्म गरे पनि मसाज गर्ने त्यही हो। होइन यो उहरू चाहिँ अलिकति उज्यालो गर्नु पार्ने। अँध्यारो होइन, कहाँ यो झ्याल त हुनुपर्छ नि त, अनि हावा पास हुनुपर्छ, झ्याल हुनुपर्छ, अनि झ्याल भएन त गाह्रो हुन्छ नि त। अनि मसाज गर्ने मान्छेहरूलाई पनि त्यही भएर यसो गरौँ न त, बरु के अरे कपडा नखोलौँ होइन, कपडा नखोलिकन यसो बरु त्यो डराइ सराइ हुन्छ के हुन्छ त्यो हानौँ न त बरु। अनि ड्राई मात्रै गर्नु हुने कपडा नखोली? त्यो कपडा भित्रबाट बरु यसो गर्ने कि। ठिक छ नि त, म गरिदिन्छु। यो बेड भाँचेला हो दाइ, तपाईँ त धेरै गर्नुपर्छ जस्तो छ यार। तर यो लुगा माथि त दुख्छ हो दाइ। दुख्दैन होला नि, किन दुख्नु हो भने हात पछाडि गर्नु, खै सिधा गर्नु हात त्यस्तो राखेर अलिक थपक्कै सुत्नु न हौ। हात पछाडि हो, कहाँ राखेको हात पनि यो गर्नु खतम भएछ मान्छे। मसाज पनि गरिदेऊ भन्नु के को आँखा उठो गरे बेहुनी आइ मेरो। प्रेस धेरै भयो क्या हो? प्रेस धेरै भयो हो भने अनि के माया? हजुर के तिमीले त्यो अरू सामान ल्याएन भने? के सामान दाइ? के सामान? त्यो उहरू के कन्डमहरू ल्याएन? कन्डम ल्याएन भनेको? ए दाइ पनि मजाक नगर्नु यार दाइ, घरि के भन्नुहुन्छ यार, हावा कुरा के हो त्यो भने? अनि तिम्रो कस्तो दाइ सामान लिएर आउँछु भनेर गएको थियो? अनि सामान त मैले ओइल पो ल्याउँछु भने यार दाइ यार, तपाईँ पनि थ्या यो दाइ के भन्छ नि त, म मसाज गर्दैन यार, म गरिदिन्छु फेरि। ल अनि मैले अघि सुरुमा के भने त नि? मैले अघि सुरुमा के भने त? के भन्नुभएको थियो? खै मलाई त केही भन्नुभएको थिएन, म त अब मसाज गर्ने सामान ल्याउँछु भनेर गएको, तेल लिएर आएँ, तपाईँले भने अब कुन ओइलले गर्ने भनेर मैले सोधेको थिएँ। अब तपाईँले अब जाइफलको ओइलले गर्छु भनेर हाम्रो कुरा फिक्स भएको थियो दाइ है, यस्तो यो नानाथरी कुरा गर्ने नि म मसाज गर्दैन। होइन त अनि तिमीले अघि चाहिँ सामान लिएर आउँछु म बस भनेको त अनि म सामान त मैले तेल टावल अनि डिस्पोजल पो भनेको त। अनि त्यो त ठिकै हो कि, अनि तेल पनि ल्याइहाल्ने, टावल पनि ल्याइहाल्ने, मान्छेलाई नाङ्गो पनि बनाइहाल्ने, अनि कन्डम चाहिँ नल्याउने त? होइन क्या, होइन म त त्यो कन्डम बिना चाहिँ केही गर्दिनँ नि। कसै के हावा कुरा गरेर दिमाग हुन्छ नि यार, म जिस्किरहेको होला भनिरहेको त साँच्चीकै मलाई त्यस्तै सोच्यो क्या।
हैन म मसाज गर्दैन त्यसै म जान्छु म जान्छु हैन बस होइन म गर्दैन त्यसको लागि तपाईँ के भनेको के भनेर मसाज पो गर्ने हो त मसाज गर्न आएको होला दाइ भएर झन् आज मसाज गर्दैन तपाईँले मलाई त्यस्तो क्वेसन गर्ने हो के हो त्यो कन्डम भने अनि बरु तिमीले अघि यो सबै कपडा खोल भन्छौ नाङ्गै हुने भन्छौ अनि नाङ्गै भइसकेपछि त अनि त्यो त अब भन्नु पर्दैन होला त मैले कस्तो भन्नु पर्दैन त्यो मसाज भन्ने के नराम्रै काम गर्ने भन्ने हुन्छ मसाज भने के नराम्रै काम गर्ने भन्ने हुन्छ नराम्रो काम भनेको त्यो चाहिँ नराम्रो हो र भने अनि नराम्रो त हो नि अनि बहिनीले मसाज गर्न आएपछि अनि मसाज गर्ने ठाउँमा के तपाईँले त्यस्तो गर्छ भन्ने सोचेको मैले त झन् राम्रो भनेको छु त मैले त झन् त्यो खाली नगरौँ कन्डम लगाएर गरौँ मैले त्यस्तो भनेको छैन अनि विचार गर्नु के अरे मैले त्यस्तो भनेको छैन मैले त तपाईँसँग कति बेला भने त्यस्तो गर्छु भनेर अनि होइन म त यस्तो हो म चाहिँ यो खास गरी उसको हिसाबले आएको होइन है अनि त्यो तिमीलाई बोलाइराखेको छु जाउँ न त्यसको अहिले आउँछु म एकछिन अहिले तपाईँले गर्दा थाहा छ तर बहिनीहरू सुत्दा रिसाएर आइसक्यो के भयो भनेर मसाज गरेर के गरेर दिदी भन्छ तल डिस्टर्ब भयो अरे अनि के डिस्टर्ब अनि तपाईँले कहाँ के घरि के गर्नु भन्छ घरि के गर्नु भन्छ घरि मसाज गर्न आएको के गर्न आएको हामीले केही सुरु गरेकै छैन अनि के सुरु गरेको छैन अनि के भने कसरी डिस्टर्ब भयो त अनि उ त्यो सुरु भन्छ बहिनी आएको तर कस्टमरलाई डिस्टर्ब भयो दिदी किन हल्ला गरेर भन्छ कसरी हल्ला भयो त हाम्रो किन भएन तपाईँले घरि के ल्याएको भन्छ घरि के गर्नु भन्छ घरि के गर्नु अनि अरूलाई डिस्टर्ब हुँदैन दिमाग छैन त्यति पनि मैले त राम्रै कुरा भने राम्रो तपाईँको लागि राम्रो होला हाम्रो लागि होइन नि नै भन न मसाजको लागि चाहिँ मान्छे किन आउँछ त्यो भन मसाजको लागि आफ्नो शरीर दुखेको हुन्छ होइन कसैको नसा च्यापिएको हुन्छ दिनभरि काम गर्दा थकाइ लागेको हुन्छ नदुखेकोलाई झन् दुखाइदिन्छ मेरो फिचर खर्च गरेर अनि फिचर हल्का त दुखाइको भइहाल्छ नि हल्का दुखेन भने त त्यो शरीरमा कसरी थाहा हुन्छ कि मेरो यहाँ दुखिरहेको छ त्यहाँ दुखिरहेको छ भन्ने कुरा हल्का त दुख्नु पऱ्यो नि अनि त्यस्तो होइन अब मैले यसो छ भनेर मैले खास अब त्यो पैसा चाहिँ त्यो उसको लागि यो थाहा पार्नेको पैसा तिर्या होइन अनि के को तिर्या त के को तिर्या अब त्यो बुझ्न मैले भने त अघि त्यत्रो त्यो हाउ कुरा नगर्नु नि त्यस्तो हुँदैन मलाई फेरि रिस नउठाउनु मैले अहिलेसम्म अब जे दाइ हो भनेर मैले यो कुराहरू अब यहाँ बहिनीहरूलाई फेरि थाहा नहोस् मैले अनि यो कुरा यहाँ बहिनी कसैलाई थाहा भयो भने तपाईँको राम धुलाइ हुन्छ मेरो यहाँ आएर चाहिँ नाङ्गे बनाएर सुताउने चाहिँ हो नि अनि नाङ्गे बनाएर मैले तपाईँलाई सुताएको तपाईँलाई मैले नाङ्गे बनाएको तपाईँलाई यो लुगा चेन्ज गर्नु भनेर टावल यो त दुई एउटा टावल ल्याइदिएको छ अनि कट्टु ल्याइदिएको छ त्यो लगाएर अनि लुगा चेन्ज गरेर सुत्नु दाइ रेडी हुनु भनेर त्यत्रो भनेर म गएको होइन होइन त्यस्तो होइन कि मैले त्यही भएर अघि तिमीलाई सुरुमा के भने हेर म तिमीसँग चाहिँ बस्न चाहन्न म तिम्रो हातबाट बनाउन चाहन्न अब मसाज होइन यस्तो मसँग गरे पनि अरूसँग गरे पनि मसाजै गर्ने हो बुझ्नु भयो नि मैले मसँग गर्दैन यो त्यो भन्ने कुरा हुँदैन र अरूसँग गर्दा नि त्यो हुँदैन त्यो फोकटे पैसा हामीले किन तिर्दैन जाब मसाजको पैसा तिर्ने नि त मसाज गरेर मसाजको पैसा तिर्नु परेन अनि के ल्याङ गरे के फोकटको पैसा भने अनि त्यो जाब अलिकति त्यसले यस्तो घसायो नछुनै मलाई के छुनै पर्छ मलाई तिमीले चाहिँ पारा प्रुफ बनाएर मान्छेलाई चाहिँ यो पाचाक पुचुक बनाउन हुने हामीले चाहिँ यस्तो छुन चाहिँ नहुने हो नछुनै मलाई नछुनु म त त्यस्तो तपाईले उल्टा उल्टा बोलिरहेको छ मैले यो कुरालाई मैले हैन मैले बाहिर लिक गर्नु पर्यो फेरि नराम्रो होला के लिक गर्छ अनि तपाईले के भनेको मलाई के भनेको के कुरामा यति ल्याङ गरिरहेको तपाईसँग फुकटी यहाँ ल्याङ गरेर बस्नु मेरो टाइम छ ल्याङको तल कस्टमर हुनुहुन्छ पैसा खर्च गरि पैसा खर्च गरे के पैसा खर्च गर्ने के तपाईको बुढी हो जे भने त्यही मान्नलाई तपाईको बुढी हो पैसा तिर्यो भनेको जे भने त्यही गर्नलाई तपाईको बुढी हो होइन नि हामी एउटा यहाँ मसाज गर्न बसेको एउटा थेरापिस्ट हो भने चाहिँ हाम्रो नियममा जे दिएको छ हामीले त्यो काम गर्ने हो क्या तपाईले पैसा तिर्यो भन्दा के नराम्रै काम गर्नु पर्ने मलाई थोरै न त्यो एक बिरुको तेलको चाहिँ नि पैसा तिर्न आएको हो र भने म अनि के गर्न आएको त के गर्न आएको के गर्न आएको अनि त्यो अब कन्डम भएको भए थाहा त्यो के भने कन्डमले के भन्नु त मार्दिम म के भन्न नहुने हो त अनि के भने त अनि यहाँ के तिमीले चाहिँ नि समात्न हुने हामीले छुन नहुने हो अनि तपाईले के भने मलाई कन्डम ल्या भने कन्डम ल्या भने के अरे कन्डम ल्या भने हैन अनि त्यही भने त अलग यहाँ म मार्दिन्छु तपाईलाई माया भिडियो बनाएर भिडियो तपाईले एउटा सानो भिडियोले हाम्रो भोलि के हुन्छ के भन्छ तपाईले के सानो
म कहाँ बनाएको छ भिडियो खोइ कहिले बनाएको छ भिडियो पर्दाको पछाडि हेर न पर्दाको पछाडि हेर त्यहाँ को छ त्यहाँ क्यामेरा राखेको छ कि त्यहाँ अब कि तिम्रै नानीले राखेको स्टाफले कुन चाहिँ हिसाबले हे तेरिका तपाईँ धेरै प्लान जोरी प्लान गर्नु कहिले मान्छेले यार कस्तो छ उल्टे त्यतिकै हावातालमा मान्छेलाई